माननीय एसएम लिम्बू सर, माझगाउँ वार्ड पञ्चायतको माननीय पञ्चायत महोदया श्रीमती हरिमाया छेत्रीज्यू, अनि यसरी नै आजको विशेष ग्रामसभामा उपस्थित पिएमजीएसआई कलुक डिभिजनबाट आउनुभएका हाम्रो हिसाब श्री योगेश छेत्रीज्यूलाई आफ्नो कुरा राखिदिनुहोस् भनेको पोस्टर देख्नुहुँदैछ र धरती आबा जनभागीदारी अभियान विषय लिएर मलाई एउटा कुरा यहाँ राखिदिने हाम्रो विष्णु सरले अनुरोध गर्नुभएको छ। मिनिस्ट्री अफ ट्राइबल एफेयर्स गभर्नमेन्ट इन्डियाबाट एउटा हामीलाई चिठी आए मुताबिक हामीले 15 जुनदेखि लिएर 30 जुनसम्म सेन्ट्रल गभर्नमेन्टबाटै चुनिएको एउटा है ट्राइबल वार्डमा चाहिँ हामीले काम गर्नुपर्ने र यो अभियान राखेका छौँ र त्यो कार्यक्रमहरू गर्ने जुन विषय छ त्यसमध्ये त्यस अभियानको एउटा अङ्ग चाहिँ स्पेशल ग्राम सभा पनि गर्नु रहेको थियो र यसमा चाहिँ विभिन्न ट्राइबल कम्युनिटिजहरूले पाउनुपर्ने बेनिफिटहरू छ, स्किम्सहरू छ, सेन्ट्रल गभर्मेन्टको होस् या स्टेट गभर्मेन्टको होस् या त ग्राम पञ्चायतको होस् है, त्यस विषयमा यहाँलाई जागरुक गराएर विभिन्न फेसिलिटीहरू चाहिँ यहाँलाई प्रदान गर्नु एउटा कार्यक्रम रहेको थियो र त्यसको यो ग्राम सभामा कतिवटा बेनिफिसियरीहरू हामीले सेलेक्ट गर्नुपर्ने छ, कतिवटा कुरामा गरियो होला त्यसलाई पनि अनुमोदन गर्नुपर्ने, अप्रुभ गर्नुपर्ने चाहिँ ग्राम सभा राखिनु थियो। र अर्को चाहिँ के छ भने भर्खरै मात्रै तपाईहरुलाई थाहा छ सिक्किम गभर्नमेन्ट अफ सिक्किमले चाहिँ श्रवण कुमार अवार्ड भनेर चाहिँ प्रत्येक जिपिओमा है त्यस्ता अब क्यान्डिडेटहरूलाई अथवा त्यस्तो छोराछोरीहरूलाई जसले चाहिँ आमा बाउलाई स्याहारेर बसेको छ है उहाँहरूलाई चाहिँ छनौट गरेर श्रवण कुमार अवार्ड गभर्नमेन्ट अफ सिक्किमले दिँदैछ है, हामी लगाइएको हुन्छ। त्यस्तै प्रकारले हामीले यो जियो लोकेसन गरेर त्यो प्रोग्रामहरू त्यही दिन चाहिँ गर्नुपर्छ है। यो प्रोग्रामको पनि जियो लोकेसनहरू गरेर आज नै हामीले अपलोड गर्नुपर्ने हुन्छ। त्यस्तो खालको कार्यक्रम थियो र त्यसमा हामीले पार्किङ एरियाको त्यो मैलाहरू त्यो झारहरू फाड्ने मैला टिप्ने काम गर्यौँ र त्यही दिन हामीले रिसोर्स रिकभरी भेहिकल भन्छ गाडी बोलाएर त्यहाँको जति पनि गार्बेजहरू छ सही जग्गामा पठाउने हामीले त्यो कामहरू पनि गर्यौँ है। त्यसरी नै हाम्रो फेरि आज चाहिँ स्पेशल ग्राम सभा यो तीनवटा विषयलाई समेट्दै यो धरती आबाको अन्दरमा पनि एउटा यो स्पेशल ग्राम सभा गर्नुपर्ने भएको थियो नि, यो हामीले कार्यक्रम गर्दैछौँ र भोलि चाहिँ हाम्रो अन्तिम कार्यक्रम छ। हाम्रो 7 दिनको कार्यक्रम थियो र भोलिको कार्यक्रम चाहिँ हाम्रो जति पनि हिपातल र बिजनबारी दोहोरो चाहिँ एउटा हिपातल रेभिन्यू ब्लकमा परेकोले गर्दाखेरि जुन हामीलाई त्यहाँनिर आइडेन्टिफाइड ट्राइबल भिलेज भनेर पठाइएको छ एप्रुभ भएको छ। यो चौथो फेज चाहिँ तपाईँको 2024-25 को बजेट सेसनमा युनियन फाइनेन्स मिनिस्टरले एप्रुभल दिनुभएको थियो र यो फेजमा तपाईँको 62,500 किलोमिटर रोड नयाँ कनेक्टिभिटी दिनुपर्ने हिपातल भिलेजमा आउँछ हाम्रो बिजनबारी दोरोक र यसमा चाहिँ तपाईहरु कन्फ्युजन हुनुहुँदैछ। हिपातल भनिसक्दा हिपातल एउटा छैन, दुईटा बिजनबारी दोरोक र हिपातल आउँछ। त्यसरी दुईटा भिलेजमा हाम्रो यो डिभाइड भएकोले गर्दाखेरि जुन चाहिँ यो हाम्रो जनजातीय यो हाम्रो ट्राइबल भिलेजले गर्दाखेरि हामीलाई 1 हप्ताको प्रोग्रामहरु गर्नु भनेर हामीलाई यो 15 देखि 29 सम्म थियो मिटिङहरु हेरेर किनभने सबैलाई थाहा हुन्छ यहाँ राख्यौं र यसमा चारैजनाको तपाईहरुले समर्थन गर्नु भएको छ र यसमा हाम्रो लेभलबाट चाहिँ अब 3 जना बनाउनु पर्ने थियो। 3 जनाको नबनाउने हामी चारैजनाको पठाइदिन्छौँ है, 4 जनाको पठाउँछौँ र डिस्ट्रिक्टले उहाँहरूले स्पेशल ब्रान्चले अब आएर भेरिफाई गर्छ होला के गर्छ त्यसको बादमा कसको हुन्छ के हुन्छ भन्ने कुरा फेरि फाइनल रिजल्ट उतैबाट हुन्छ होला
र हाम्रो लेभलबाट चाहिँ यो हामीले आजको यो सभाले यहाँ 4 जनाको नामलाई चाहिँ मनोनित गरियो।